तपाईँ दुखी, तपाईको समस्या अथवा तपाईको परिस्थितिको कारणले हुनुहुन्न। तपाईँ दुखी हुनुहुन्छ तपाईको विचारहरूको कारणले। तपाईँ दुखी हुनुहुन्छ किनकि तपाईँ सोच्न सक्नुहुन्छ। यदि तपाईको मनमा विचारहरू नआउने भने त्यो जुन परिस्थिति थियो जसलाई तपाईँ समस्या मान्दै हुनुहुन्थ्यो त्यो परिस्थिति अर्कै देखिन सुरु गर्छ। परिस्थिति जनावरहरूसँग पनि छ है। उनीहरूलाई पनि आफ्नो फ्यामिलीहरू पाल्नुपर्छ, खानुपर्छ, धेरै चिजहरू छ, उनीहरूलाई पनि बस्नु छ। तर के उनीहरूले हामीले जस्तो सोच्छन् त? उनीहरू किन खुसी छन् हामीभन्दा? किनकि उनीहरूले सोच्दैनन्, धेरै सोच्न सक्दैनन्। एउटा इक्जाम्पल लिनुहोस् अथवा उनीहरूबाट एउटा लेसन लिन सकिन्छ हामी यो कुरामा। मानौ तपाईलाई 1 घण्टाको लागि कुनै इन्जेक्सन दिएर तपाईको माइन्डको त्यो स्टेटमा पुर्याइदिने हो भने जहाँ तपाईँ धेरै सोच्न सक्नुहुन्न। त्यो बेलामा त्यो परिस्थिति तपाईको लागि कस्तो देखिन्छ त? तपाईँ जहाँ सोच्न सक्नुहुन्न, धेरै सोच्न सक्नुहुन्न, तर तपाईँ अवेर हुनुहुन्छ। फेरि त्यो बेलामा त्यो समस्या तपाईको लागि समस्या रहँदैन। भनेपछि समस्या कहाँ छ तपाईको? मनमा कि वास्तविकतामा? सबै तपाईको मनमा मात्रै छ। तपाईँ कुनै मन्दिरमा जानुहुन्छ, कुनै एकदम भ्याकेसनमा होलिडेमा जानुहुन्छ, रमाइलो मनाउनुहुन्छ हैन? त्यो बेलामा पनि तपाईसँग समस्या हुन्छन्, हजारौं समस्या हुन्छन्। तर त्यो समयमा तपाईँ यति व्यस्त हुनुहुन्छ रमाउनमा, त्यो बेलामा त्यो समस्या आउँदैनन् धेरै तपाईको दिमागमा। तर समस्या आउँदैनन् यसको मतलब यो हो त कि तपाईको लाइफमा समस्या छैन? छ नि। समस्या कहाँ छ तर? मनमा। तपाईको मनलाई तपाईले बारम्बार त्यो समस्या प्रति लिएर जानुहुन्छ, त्यसकारण त्यो समस्या देखिन्छ। तपाईँ आफ्नो माइन्डलाई पोजिटिभ कुराहरुमा मात्र लिएर जानुहोस्। आफूलाई यति बिजी बनाउनुहोस्, व्यस्त राख्नुहोस्, कुनै न कुनै कामहरुमा व्यस्त राख्नुहोस् त त्यो समस्या बिस्तारै बिस्तारै हराउँदै जान्छ। किनकि त्यो समस्या एक्चुअली समस्या थिएन, त्यो एउटा परिस्थिति मात्र थियो जसलाई तपाईले कुनै समाधान निकालेर हल गर्नुपर्ने थियो। तर हामीहरुको पर्सेप्सन, हामीहरुको दृष्टिकोणले त्यो परिस्थितिलाई समस्या बनाएको छ। आफ्नो मनलाई सम्झाउनुहोस्, बारम्बार याद गराउनुहोस्, यो समस्या होइन, एउटा परिस्थिति मात्रै हो। स्कुलमा परीक्षा दिन जान्छौं, त्यो परीक्षालाई तपाई समस्या मान्ने हो कि मात्र एउटा तपाईको लागि टास्क, तपाईको टेस्ट मान्ने हो? त्यो पनि तपाईमा डिपेन्ड गर्छ। दुईवटा फरक व्यक्तिहरूले एउटै सिचुएसनलाई, एउटै परिस्थितिलाई दुईवटा नजरबाट हेर्छन्। एउटाले एकदम सरल तरिकाले हेर्न सक्छ, एउटाले ठूलो समस्याको तरिकाले हेर्न सक्छ। त्यसकारण तपाईको समस्या तपाईको परिस्थितिमा होइन के, तपाईको मनमा मात्रै छ। तपाई मनलाई शान्त बनाउन सुरु गर्नुस् त तपाईको समस्या नै हराउँछन्। अनि यो एकदम सम्भव छ। तपाईले आफ्नो मनलाई एकदम शान्त बनाउन सक्नुहुन्छ। तपाईको परिस्थिति जस्ताको तस्तै रहन सक्छ, तर पनि तपाईको मन एकदम शान्त, आनन्दमा रमाउन सक्छ। यो अभ्यास हामीहरु पुरानो दृष्टिकोणले हेरिरहेका छौं, जुन आजसम्म हामी देख्दै आयौं, सुन्दै आयौं, हाम्रो वातावरणले हामीलाई बनाइदियो। हामी त्यही दृष्टिकोणले हेरिरहेका छौं, हामी अरूको दृष्टिकोणले हेरिरहेका छौं। हाम्रो ब्रेनले त्यो चीजलाई स्वीकार गर्यो कि यो समस्या हो भनेर। त्यो मात्र एक परिस्थिति हो, किनकि संसार त चलाउनु छ नि त। त्यसकारण मनलाई शान्त बनाउन सुरु गर्नुस्। हैन, समस्या कहिले पनि सिद्धिदैन, न परिस्थिति आउन छोड्छ। तर तपाईले मनलाई चाहिँ स्थिर बनाउन सक्नुहुन्छ। यो एकदम सम्भव छ। अब यदि मेरो कुरा मान्नुहुन्छ भने ठीक छ, अब मान्नुहुन्न भने मैले भन्नु केही छैन। तर यदि मेरो कुरा पुरा विश्वास गरेर यो कुरालाई तपाई आफ्नो जिन्दगीमा अप्लाई गर्न सक्नुभयो भने हेर्नुस्, तपाई पनि कुनै न कुनै दिन एकदम आनन्दमा जिउन सक्नुहुन्छ। तपाईको परिस्थितिले तपाईलाई फरक पार्दैन। तपाईको परिस्थितिले तपाईलाई केही पनि गराउन सक्दैन। त्यसकारण आफ्नो मनलाई नियन्त्रणमा राख्नुस्। नियन्त्रणमा भन्नाले जसरी हरेक परिस्थितिलाई नकारात्मक दृष्टिकोणले हेर्नुहुन्थ्यो, अब त्यो दृष्टिकोणलाई बदल्नुस् अनि जिन्दगी आफै बदलिन्छ। अनि यो 100% सम्भव छ। छैन भन्ने मान्छेहरूले यसलाई अभ्यास गरेको छैनन् होला।